नमस्कार, जीवित खबरमा यहाँहरूलाई स्वागत छ। अब सुन्नुहोस् मुख्य खबरहरू। पोखरा विमानस्थलमा संलग्न महानिर्देशक अधिकारी लगायतलाई निलम्बन गरी कारबाही गर्नु। ढोरपाटन नगरपालिका मेयर नेपालीलाई थुनमा पठाउन आदेश। भारतमा कैफियत कोरोनाको नयाँ भेरिएन्ट के छ नेपालको अवस्था? कार्यकर्ताले नेताको झोला बोकेर मात्रै कुद्दा हुँदैन। शेखर कोइराला। काठमाडौँ नगर प्रहरी प्रमुख पाण्डेले बुझाए स्पष्टीकरण। 20,000 रुपियाँ घुससहित मालपोत कार्यालयमा कोहलपुरका खरिदार पक्राउ। जसपा नेपालका सांसद सरोज सिंहको घरमा अख्तियारको छापा, स्वकीय सचिव पक्राउ। आफैले संसदमा बोलेको कुरा रासपले भोलि गृहमन्त्रीलाई बुझाउने। जनकपुर धाम 12 जेठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी जसपा नेपालको मधेस प्रदेश सांसद सरोज सिंह कुसापको घरमा छापा मारेको छ। महोत्तरी क्षेत्र नम्बर 4 खबाट निर्वाचित संसद कुसापको घरमा छापामारी गर्ने क्रममा उनका स्वकीय सचिव विनोद कुमार लाल कार्यस्थायी तथा अख्तियारले नियन्त्रण लिएको छ। उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रण लिएको अख्तियार स्रोतले जनाएको छ भने उनका स्वकीय सचिव पक्राउ गरे पनि प्रदेश संसद कुसाप भने सम्पर्कविहीन रहेको अख्तियार स्रोतले जानकारी दिएको छ। त्यसैगरी मधेस प्रदेश सरकारबाट प्रदेश सरकार कुसापको भागमा परेको योजनाहरू बिक्री गरेको भने गोप्य सूचनाको आधारमा अख्तियारबाट खटेका टोलीले घरमा छापा मारेको जनाएको छ। कुसाप महोत्तरी क्षेत्र नम्बर 4 खबाट दोस्रो पटक निर्वाचित संसद हुन् भने मध्य प्रदेश सरकारलाई पूर्ण आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत। त्यसैगरी 12 जेठ काठमाडौँ संसदको सार्वजनिक लेखा समिति नागरिक उड्डान प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीलाई छानबिन गरी निलम्बन गर्न सरकारलाई पत्र पठाएको छ। लेखा समितिले आफ्ना निर्णय बेहोरा समेत समावेश गरेर त्यसलाई कार्यान्वयन गर्नु भन्दै पत्र पठाएको हो भने लेखा समिति गठन गरेको उपसमितिले पोखरा विमानस्थलको भ्रष्टाचार संलग्न भएको देखिएका र पदमा बहाल गरेकाहरूलाई कारबाहीका लागि निर्देशन गर्नुपर्ने सुझाव सहितको उपसमितिको प्रतिवेदन अनुमोदन गरेको थियो। लेखा समितिका सभापति ऋषिकेश पोखरेलले लेखा समिति सोझै निलम्बन भन्ने शब्द नलेखेको तर समितिका निर्णयहरू कार्यान्वयन गर्नु भनी सरकारलाई समेत पत्र पठाएको बताउँछन्। लेखा समिति उपसमितिले अन्यलका विषयमा सही संलग्न देखिएकाहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने भनी निर्णय गरेको थियो। लेखा समितिले संसद राजेन्द्र लिङ्गदेलको नेतृत्वमा गठन गरेका उपसमितिले कर छुट लगायतका अविनियमिततामा संग्रहलाई हदैसम्म कानुनी कारबाही गर्नुपर्ने औल्याउँदै पद बहाल भएकालाई काल निलम्बन गर्नु भएको थियो। त्यसैगरी काठमाडौँ महानगरपालिका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक एसएसपी राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्। नगर प्रहरी प्रमुख पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई समक्ष स्पष्टीकरण बुझाएको छन्। अनुशासन बेहोरा निर्देशन गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुराईले 6 जेठमा पाण्डेलाई 7 बुँदे स्पष्टीकरण सोधेको थिए। पाण्डेको स्पष्टीकरण आज